नमस्ते सबैजनालाई स्वागत छ यहाँहरूलाई कल्पनाज इजी रेसिपिज एन्ड टिप्समा। आजको भिडियोमा एकदमै स्पेशल सुत्केरी मसलाको रेसिपी लिएर आएकी छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। मन पर्यो भने लाइक, शेयर अनि कमेन्ट पनि गर्न नभुल्नुहोला। एकदमै सजिलो तरिकाले बनाएकी छु। यसको लागि मैले यहाँ 1 कचौरा भुटेको चामल लिएकी छु। ब्राउन हुने गरी भुट्नुपर्छ र यसलाई चाहिने मसलाहरू चाहिँ एकदम बराबर क्वान्टिटीमा हाल्नुपर्छ। मैले यहाँ ज्वानो लिएकी छु, त्यस्तै मेथी अनि सुपको दाना, त्यस्तै चम्सुर अनि 32 मसला लिएकी छु। यो चाहिँ मैले किनेर ल्याएको हो। यति चाहिँ बराबर। त्यस्तै मैले यहाँ ड्राई फ्रुट्सहरू पनि लिएकी छु। त्यसमा ओखर, किसमिस, काजु, हाडे बदाम, गुद अनि मखाना, सुकेको नरिवललाई कोरेर पनि लिएकी छु। अब यहाँ हाडे बदाम, काजु र मखानालाई पिसेर धुलो बनाएकी छु। मखानालाई चाहिँ हल्का प्यानमा भुटेर पिस्दाखेरि राम्रो हुन्छ। मैले पनि त्यसै गरेको हो। त्यस्तै अघि नै देखाएको मसलालाई पनि मैले पिसेर धुलो बनाएकी छु। हजुरहरूलाई ड्राई फ्रुट्स यही राख्नुपर्छ भन्ने छैन। हजुरहरूलाई जुन धेरै मनपर्छ त्यही राख्नु भए पनि हुन्छ, तर बराबर राखेर बनायो भने चाहिँ टेस्ट एकदमै मिठो हुन्छ। मैले चाहिँ सबै बराबर राखेर बनाएकी छु। अब घिउ लिएकी छु मैले। यो मसला चाहिँ घिउमा नै बनाउनु पर्छ। मैले यहाँ टोटल आधा केजी घिउ प्रयोग गरेकी छु। घिउ तातो भइसकेपछि यो गुदलाई सुरुमा मैले घिउमा भुटे। हाल्ने बित्तिकै यस्तो मजाले फुल्छ र हालिसक्ने बित्तिकै फुल्ने बित्तिकै निकाल्दा हुन्छ। यसलाई राखिराख्नु पर्दैन। मैले पनि यो सबै फुल्ने बित्तिकै निकालेकी छु। 1 देखि 2 मिनेट भित्रमा भइसक्छ। यो चाहिँ धेरै ब्राउन हुने गरी भुट्यो भने पनि फेरि टेस्ट जान्छ। त्यस्तै नरिवललाई पनि हल्का ब्राउन हुने गरी भुटेकी छु। धेरै डढाउनु हुँदैन। यो ड्राई फ्रुट्सहरू चाहिँ हजुरहरूलाई जे मनपर्छ र जतिको क्वान्टिटी मनपर्छ त्यति नै लिनु होला। मैले चाहिँ सबै बराबर लिएकी छु। यो पनि हल्का ब्राउन हुने गरी भुटेपछि मैले सबै निकालिदिएँ। अब यहाँ भएको यो ड्राई फ्रुट्सहरू चाहिँ मैले छुट्टै हो यो काटेर राखेकी छु। यसमा चाहिँ मैले फर्सीको बिया पनि राखेकी छु एक्स्ट्रा। एकदमै मिठो बन्छ। यो चाहिँ काटेर राखेको छुट्टै, अघिको धुलो बनाएको छुट्टै हो। यो चाहिँ पछि खाँदाखेरि चपाउनलाई पनि मजा आउने भएको भएर मात्रै हो, नत्र नराख्नु भए पनि हुन्छ। मैले चाहिँ सधैँ राखेर नै बनाउने गरेकी छु। यो सबैलाई एकैचोटि भुटे हल्का ब्राउन हुने गरी। यहाँ भएको जति नै हाल्नुपर्छ, यहाँ भएको सबै हाल्नुपर्छ अथवा यहाँ भएको मात्रै हाल्नुपर्छ भन्ने छैन। यतिको भुटिसके पछाडि सबै निकालिदिने। यसरी सुत्केरी मसला बनाएर दिनै पछि खायो भने चाहिँ हजुरहरूको जिउ दुख्न एकदम कम हुन्छ। यो चाहिँ मैले आफै फिल गरेको कुरा। अब यो अघि नै पिसेको मसलाहरू हो, चामल र मसला। यसलाई पनि घिउमा मजाले भुट्नुपर्छ। त्यस्तै यो बदाम
अनि काजु र मखनाको धुलोलाई पनि राखिदिने सँगै एकैचोटि मजाले चलाउनु पर्छ। यो डल्ला पर्न दिनु हुँदैन। घिउमा पुरै डुबाउनु पनि पर्दैन, तर सबै भिजेको चाहिँ हुनुपर्छ। यो मसलाहरू मजाले चलाउने, मिडियम हिटमा बनाए हुन्छ। यस्तो फुको डल्लो कतै नछोडी मजाले चलाउनु पर्छ। अघिदेखि सबै कुरा हामीले घिउमै तारेको भएर धेरै घिउ राख्नु पर्दैन। अथवा हजुरहरूलाई एकदमै धेरै घिउ मनपर्छ भने त राखे पनि भयो। मैले चाहिँ यसरी नै बनाउने गरेकी छु। यसलाई हल्का कलर चेन्ज हुन्जेलसम्म भुट्ने। चामललाई नभुटिकन राख्नुभयो भने हल्का टेस्ट डिफ्रेन्ट हुन्छ, त्यही भएर म चाहिँ भुटेर नै राख्ने गर्छु। अब यो मसला पकाउनको लागि मैले 3 लिटर दुध लिएकी छु। दुधको क्वान्टिटी हजुरहरूले पाकेन भने थप्न पनि सक्नुहुन्छ। यहाँदेखि उताको स्टेप भनेको चाहिँ खिर जस्तै हो। हजुरहरूलाई दुधमा पकाएको खिर मनपर्छ कि अलिक थोरैमा पकाएको मनपर्छ, त्यस्तै हो। मलाई चाहिँ एकदम धेरै नै दुधमा पकाएको मनपर्छ, त्यही भएर मैले धेरै दुध राखेको हो। दुधलाई मजाले उम्लिन दिने। सुरुमा मैले चाहिँ यहाँ नन स्टिक भाँडा लिएकी छु। यसमा पकायो भने चाहिँ टाँसिँदैन, सजिलो हुन्छ, चलाइराख्नु पर्दैन। अब यो दुध उम्लिसकेपछि अघि नै भुटेको यो मसला राखिदिने। यो मसलालाई डल्लो पर्न चाहिँ दिनु हुँदैन, मजाले चलाउनु पर्छ। त्यस्तै अघि भुटेर निकालेको सबै कुराहरू एकैचोटि नै हाल्दिने। सुरुदेखि नै भुटेको अन्तिमसम्मको सबै हाल्दिने, मजाले चलाउने। डल्लो पर्न दिनु हुँदैन, मजाले फुटाएर सुरुमा मजाले घोल्नुपर्छ। यहाँ भिडियोमा मैले गरे जस्तै मिडियम हिटमा पकाएकी छु मैले। मजाले चलाइ पकाउनु पर्छ। यसरी सुत्केरी मसला बनाएर सधैँ खायो भने चाहिँ सुत्केरी हुन्जेल हजुरको शरीरलाई एकदमै फाइदा हुन्छ। ढाड दुखेको, खुट्टा दुखेको पनि निको हुन्छ। त्यस्तै एकदम इम्पोर्टेन्ट चाहिँ यसले मिल्क सप्लाई एकदमै बढाउँछ। दुध आउनलाई एकदम हेल्प हुँदो रहेछ। मलाई चाहिँ यसरी सुत्केरी मसला बनाएर मम्मीले दिनुहुन्थ्यो, त्यही भएर यो चाहिँ मेरो मम्मीको स्पेशल सुत्केरी मसला हो। मैले मम्मीबाटै सिकेको, एकदमै मिठो लागेर हजुरहरूसँग पनि सेयर गरेको हो। मिठो भन्दा पनि आफ्नो शरीरको लागि एकदमै धेरै फाइदाजनक। मजाले चलाएर पकाइराख्ने। यो उछिटिन चाहिँ एकदमै धेरै उछिटिन्छ, हात पोल्न सक्छ, एकदमै केयरफुल हुनु होला। कलर चेन्ज हुँदै गएको छ, बाक्लो बाक्लो हुँदै जान्छ। अघि पातलो थियो। यो क्वान्टिटी घट्न चाहिँ घट्दैन, किनभने सबै भुटेर धुलो पकाएको हो। त्यही भएर टेस्टको लागि मैले यहाँ मिश्री राखेकी छु गुलियो बनाउनको लागि। हजुरहरूलाई गुलियो मन पर्दैन भने मिश्री नराख्नु होला, अथवा हजुरहरूले चिनी नै पनि राख्न सक्नुहुन्छ।
यो चाहिँ पाक्न लागेपछि राख्नुपर्छ। घट्दै गइरहेको छ, थोरै, धेरै चाहिँ घट्दैन किनभने धुलो मसलाहरू सबै ढाडिन्छ, त्यही भएर बाक्लो चाहिँ हुन्छ। अघि भन्दा बाक्लो हुँदै आइरहेको छ। अघि काटेर राखेको ड्राई फ्रुट्सको कारणले पछि खाँदा एकदमै मिठो मुखमा चपाउनलाई मजा आउँछ। यहाँ भिडियोमा देख्न सक्नुहुन्छ एकदमै पड्किरहेको छ। यो पाक्न थाल्यो भनेपछि यसरी घिउ माथिबाट छुट्टिन पनि थाल्छ, अथवा हजुरहरूले यसरी हेरेरै पनि थाहा पाउन सक्नुहुन्छ, चाख्दा पनि हुन्छ। अब यति भइसकेपछि पनि हजुरहरूलाई पाकेन जस्तो लाग्छ भने अझै दुध थपेर पनि पकाउन सक्नुहुन्छ। पाक्न लाग्यो भनेपछि घिउ जति चाहिँ माथि तैरिन्छ। हेर्दा कलर पनि एकदमै राम्रो देखिएको छ। खाँदा त एकदम मिठो हुन्छ। धेरै दुधमा पकाएको भएर झन् मिठो हुन्छ। अब यसलाई फ्रिजमा राखेर चाहिँ लामो समयसम्म खान मिल्छ। हजुरहरूले त्यो अघि भुटेर निकालेकोलाई मात्रै पनि फ्रिजमा राखेर खाने बेलामा दुधमा पकाउँदै खान सक्नुहुन्छ। त्यो चाहिँ 5-6 महिनासम्मै टिक्छ। अब त एकदमै बाक्लो भइसक्यो, यो पाक्यो पनि अलमोस्ट। अब धेरै तरिकाले बनाउन सकिन्छ सुत्केरी मसला। हजुरहरूलाई यो वाला रेसिपी भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। अर्को सुक्खा पुवा जस्तो पनि बनाउने चलन छ। त्यो भन्दा यो चाहिँ मलाई एकदम मिठो लाग्छ, त्यही भएर हजुरहरूलाई पनि यसको रेसिपी सेयर गर्न मन लागेर सेयर गरेको हो। हजुरहरूलाई कस्तो लाग्यो मेरो रेसिपी भिडियो कमेन्ट गर्न नभुल्नुहोला। केही मिस्टेक भएको छ भने पनि कमेन्टमा लेख्न सक्नुहुन्छ। यस्तै अरू पनि भिडियोको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हेर्नुहोस् त कस्तो बाक्लो राम्रो देखिएको छ। हजुरहरू पनि यसरी नै इन्जोय गर्नुहोला। थ्याङ्क यू।